बेटा है तो दोस्त यार ओए 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 बाय बाय गाइस Kuat banget guys, di sini dia green yang ini ama. Hello guys, welcome back to my new video. अनि म चाहिँ आज हामी होली खेल्न जाँदैछौँ। यो गाइस आज चाहिँ हामी लेकतिर जान लाग्यो लेकतिर। पोखरामा चाहिँ सबै ठाउँमा होली लागिसकेको छ यार। बन्द छ यार सबै कुरा यार। सबै बन्द। यहाँ चाहिँ नयाँ ड्याडीज किचन बल्ल होलीको माहौल रहेछ यार। आमा ग्रुप यहाँ एउटा ग्रुप उता हेर्दा आमा दोस्त हेर न यो यतातिर चाहिँ आमा अरू आउने बेलामा हामी चाहिँ जाँदैछौँ अरू आउने बेलामा चाहिँ होइन कति बज्यो 3 बज्यो साथी यता तल हाल्दै तल पोखरामा छ है फेरि ट्राफिक लाइट आँखाबाट हाँसी आइसक्यो यतातिरको माहौल आमामा होलीको अब ग्रुपहरू जाम भयो यार यहाँको माहौल यो भगवान् होली त यहाँ पो भइरहेको राख्नुपर्ने रहेछ के गर्यो त्यहाँ बाइक अहिले चाहिँ हामी म र हाम्रो साथी चाहिँ एक साइडको बाटोमा हिँड्दै अगाडिपट्टि हेर्नु सब रङ लाएर नि हामी चाहिँ चोक्कै है साथी साथी पनि चोक्कै मन चोक्कै हो अहिले लाउने हो लाउन त के को हुँदाखेरि यस्तो यतातिरको अन्टी चाहिँ हो कि यति कमर यो बाजे छ यो यहाँको त आमा माउ त छुट्टै रहेछ यहाँ त साथी म त फर्स्ट टाइम आएको है यसरी निस्केको अरे आमा ओहो यहाँ त नेपाली भन्दा विदेशी धेरै यार होली खेल्ने त हेर्न यहाँ विदेशीहरू ओ त्यहाँ ग्राउन्डमा माहौल पो छुट्टै हो त ओ भाइ साहब यहाँ हेर्न यहाँ कमिला जस्तो यार खै यता हेर्नु दादी फाइनली यहाँ आइपुग्यो होइन ल अहिले चाहिँ हामी यहाँ डेस्टिनेसन भनेको ठाउँमा यतिकै हावा पारामा यहाँ कहाँ आइपुग्यो थाहा भएन होइन यहाँको चाहिँ किरा जस्तो भयो यार तरिका यो आमा तरिका तेरिका मै दिसक्यो आमा यहाँको माहौल ऊ यता हेर्नु यता तेरिका हामीले चाहिँ यहाँ खतरावाला ग्याङ देख्यो होइन यहाँ चाहिँ ओ भाइ साहब हरियो ग्याङ पर्पल ग्याङ भन्ने चिने थियो ग्रिन ग्याङ चाहिँ चिने थिएन आम्मा जे आम्मा माहौलै छुट्टै स्मोक रहेछ यहाँ त तेरिको म त फर्स्ट टाइम आएको के भइरहेको ओ हरियो म्यान ग्रिन म्यान
भयो यहाँ त खोइ मलाई कसको अनुहार कस्तो सफा थियो होइन कपाल अझै हामी हाम्रो नेक्स्ट डेस्टिनेसनमा भर्खरै यहाँ के लगाइदियो पोर्ट चाहिँ यस्तो देखिएको छ है मेरो है आमा बवाल छ जस्तो छ है लौरे बन्नेहरू सबै यहीँ त अनि कस्तो अनुभव भइरहेको राम्रो भयो Happy Holi. Happy Holi. Happy Holi. Bye bye guys. म भेटाइसकेको छौँ ओ भाइ हेर्न आएको त्यो ठाउँमा चाहिँ राम्रो नरहेछ अनि अहिले चाहिँ अब हामी अर्कै ठाउँ जानु लाग्यो सायद अब हामी खाजा खान जान्छ होला हालत यसको हालत यस्तो यसको त झन् बद्दर कुरा चाहिँ मैले थाहा भएको लेक साइड आउँदा चाहिँ रङ नलागिकन अनि रङ नलिकन आएको फाइदा रहेछ त्यो ल्याएर लगाइदियो यहाँ चाहिँ हाम्रो विदेशी साथीहरू उनीहरू कहाँ हो यार यो आवाज आएको चाहिँ बवाल खालको हामीले हाम्रो फेरि अर्को साथी भेटिसकेका छौँ कहाँ आउँदा नि तिमी आमा फोन आने थियो त झन् हामीले तिमीलाई सरी हामी त गएर आइसक्यो अब हामी त जान लाग्यो बिमो वाक्क लाइसक्यो म चाहिँ के सधैँ भन्छु आजको होली चाहिँ यहीँ इन भयो अब चाहिँ हामी खाजा खान जान लाग्छौँ ए खाजा खान जान लाग्यो बल्ल अब खाजा खान्छु अनि घर के भयो अहिले चाहिँ हामी खाजा खान जान लाग्यो हाम्रो राम्रो मामा है अहिले चाहिँ अब हामी लिटल टिबेट जान लाग्यो हालत यस्तो छ अहिले चाहिँ हामी खाजा खान आएको खाजा चाहिँ सक्यो
गाइस आजको लागि चाहिँ यति नै हाम्रो भ्लग यहीँ समाप्त भएको छ र यसरी नै हामी अर्को भ्लगमा आउनेछौँ बाई बाई